दर्शक नमस्ते सम्पूर्ण मेरो प्यारो दाजुभाइ दिदीबहिनीहरूलाई वेलकम छ यतिखेरको बसाइमा। यहाँ चाहिँ विभिन्न रमाइलो होइन विभिन्न चाहिँ फोटोहरू खिच्ने हरेक प्रकारको चाहिँ नेपाली मात्रै नभएर सम्पूर्ण देशको विदेशको मान्छेहरू चाहिँ आएर यहाँ चाहिँ फोटो खिच्ने चाहिँ भिडभाड हुँदैछ। भरे तपाईँहरूले यति घुम्न चाहनुहुन्छ आउनु चाहनुहुन्छ भने मेरो युट्युबलाई चाहिँ फेरि सब्सक्राइब गरिदिनु होला, हेरिदिनु होला। सबैले चाहिँ फेरि बोल तपाईँहरूलाई यो माथिको चाहिँ दृश्यहरू चाहिँ फेरि देखाउँदैछ। अब आउने समयमा अब आउने दिनमा फेरि तपाईँहरूलाई ए स्पेसल रमाइलो रमाइलो भिडियोहरू ल्याउँदैछु। रमाइलो हरेक ठाउँको चाहिँ भिडियोहरू तपाईँहरूलाई ल्याउँदैछु। यहाँ चाहिँ सेल्फी लिस्ट चाहिँ फोटो खिच्ने चाहिँ होइन कसरी चाहिँ बनाउने भिडियोहरू कसरी चाहिँ खिच्ने भन्ने चाहिँ यहाँ चाहिँ देखाइरहनु भएको छ। यहाँ एउटा सेल्फी लिस्टबाट चाहिँ यहाँ चाहिँ घुमाएर खेल्ने एउटा चाहिँ बनाउने चाहिँ मान्छेले हरेक प्रकारको आफ्नो तनावहरू चाहिँ जुटिरहेको छ। तपाईँहरूले वेलकम। अनि चाहिँ यतिखेरको बसाइमा कतिको रमाइलो भइरहेछ ब्रदर तपाईँहरू स्पेसल छ, राम्रो छ, रमाइलो छ। ल आउनुहोस् है आउनुहोस्। यहाँ चाहिँ नेपालीहरू मात्रै नभएर हरेक देशको मानिसहरू चाहिँ यहाँ चाहिँ आएर चाहिँ इन्जोय लिने गरेको छ। अब चाहिँ हामी प्रवेश हुँदैछ तीनवटा गेटबाट। यहाँ मन्दिरहरू हेर्नुहोस्, मन्दिरहरू हेर्नुहोस्। ए स्पेसल मन्दिर यो चाहिँ एकदम ठुलो बहुत ठुलो छ। यो चाहिँ तपाईँहरूले हेर्न सक्नुहुनेछ। यहाँ चाहिँ कति साथीहरू घुम्न आउँदैछ। रमाइलो छ ब्रदर, रमाइलो छ। ल इन्जोय गर्नुहोस् है, इन्जोय गर्नुहोस्। हामी अब प्रवेश हुँदैछ। यहाँ साथीभाइहरू धेरै छ। यो उकालो चाहिँ यो छिडीको चाहिँ कति सही भन्थ्यो मैले ठ्याक्कै बिर्सेँ। यो अस्ति नै गनेको थियो फेरि बिर्स्यो, फेरि गर्नुपर्ने अवस्था आउँछ। यो चाहिँ ठाडै उकालो चाहिँ बहुत उकालो छ। यो चाहिँ बहुत उकालो स्पेसल उकालो यसरी छिर्नुपर्ने छ। यो गेटहरू चाहिँ हामी हेर्न सक्नुहुनेछ। यो मन्दिर हो ठुलो, यो चाहिँ शिवको चाहिँ ऊ हो मूर्ति हो। यहाँ चाहिँ अब छिर्दै हुनुहुन्छ। माथि गुफा छ नि, खतरा गुफा छ। अब हामी यो उकालो चढ्दैछ, यो उकालो चढ्दैछ। यो उकालो चढ्दैछ हेर्नु। यो उकालो यहाँ चाहिँ फेरि बादरहरू हुनेछ। एकदम होसियारपूर्वक चाहिँ हिँड्नु होला साथी दाजुभाइहरू। एकदम मनमा शान्ति आनन्द। यहाँ चाहिँ प्रकृतिको नियमले एउटा स्वर्गमा हुनुहुने स्वर्गीय राज्यलाई चाहिँ यस्तो आनन्दको चिजहरू चाहिँ बनाउनु भएको छ। किनकि चाहिँ विभिन्न चिजहरूलाई चाहिँ यस्तो असल तरिकाले बनाउनु भएको छ। किनकि चाहिँ यो चाहिँ हामी शक्ति एउटा हुने प्रकृतिले दिएको चिजहरू चाहिँ हेलो हाई यसरी चाहिँ प्रकृतिको नियम हो। यो चाहिँ यस्तो पहाडहरू यो चाहिँ एउटा शक्तिशाली एउटा चाहिँ अहिलेसम्म पहिरो पनि गएको छैन। यो हजार जुग करोडौँ जुग भइसकेको छ। यो उकालो चढ्नुलाई बहुत गाह्रो छ। हेर्नुहोस् उकालो धेरै उकालो छ। बाफ्रे 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 बाफ्रे। अब गुफा आउँदैछ। यहाँ जोडा जोडी टक्क हात समातेर हिँड्ने अवस्था पनि छ। तपाईँहरूले कोही पनि ल्याउनु भएन हात समाउनलाई। ल हेर्नु त हात समाउनु कोही पाइएन। ल हेर्नुहोस् त बाफ्रे बाफ्रे। हेलो गाइड यता भिडियो हेर्नुहोस्। यो उकालो चढ्दैछ। हामी यतिखेर बसेमा स्याहारा ठाठै हुँदै ठट्ठा र ठेठै हुँदै तेह्र माटो नै
बाबरे यहाँ तरुनीको ग्याङ हामी त तरुनी पनि छैन यार के गर्ने आउनुहोस् यो उकालो कहिले सकिँदैन हौ हेर्नुहोस् हेर्नु यो हामी तल बाबरे हेलो गाइज यस्तो भिड छ है साथीहरू कोही माथि पुग्यो कोही तल हामी हिँड्नै सक्यौँ क्या म चाहिँ के कम हौ बाबरे यहाँ यिनीहरू दुईजना चाहिँ झगडा गर्न खोजिरहेको छ यो दुईजनालाई कारबाही पूर्ण रूपमा कारबाही हेलो राइट एकदम उकालो हिँड्नै नसक्ने यहाँ गाह्रो छ आनन्द आछ साथीहरूलाई सक्दैन गाह्रो छ कस्तो मजा आइरहेछ ब्रदर तपाईँलाई मजा आछ तपाईँको जम यो चाहिँ एकदम हेर्नुहोस् है यो एकदम प्रकृतिको यो सृष्टि गर्दा स्वर्गमा हुने स्वर्गको राज्यले एउटा सबैलाई आत्मविश्वास एउटा परमप्रभुको सृष्टि परमेश्वरको सृष्टि यस्तो चिजहरू यो सृष्टि चाहिँ पहिल्यैदेखि यस्तो बसेको छ हामीले यो गुफाभित्र अब हेर्नुहोस् यो गुफाभित्र हामी अब प्रवेश हुँदैछ अब प्रवेश हुने व्यक्तिहरू धेरै साथीहरू हुनुहुन्छ अब यो प्रवेश हुनको निमित्त हामी यो उकालो चढ्दैछ अब प्रवेश यो 3वटा ढोकाबाट चाहिँ हामी प्रवेश हुँदैछ अब आउने प्रवेश हुँदैछ दर्शकबिनहरू तपाईहरुले हेर्न सक्नुहुनेछ हामी यहाँ आइसकेका छौँ उकालो ओह्रालो चढेर बहुत यो तल धेरै टाढा मुनिदेखि चाहिँ यो एकदम उकालो आउनको निमित्त चाहिँ एकदम गाह्रो ठ्याक्कै हामीलाई 8 मिनेट लागिसकेको छ हामी गुफाभित्र अब प्रवेश भइसकेको छ ठ्याक्कै यो उकालो सकिनको चाहिँ ठ्याक्कै 8 मिनेट उकालो हामीले पार गरेर एकदम छिटो गरेर ढिलो गर्नेहरूलाई चाहिँ एकदम टाइमै नभएर मैले ढिलो हुनेछ हेर्नुहोस् आउनुहोस् फेरि खाऊ यस विषय ल तपाईहरुलाई फेरि म अर्को भिडियो हाल्छु धन्यवाद यतिखेर बाई बाई अब गुफाभित्रको चाहिँ भिडियो फेरि म ल्याउँछु अहिलेलाई यति नै बाई बाई